देख्दैछ देखिरहेछ सबले डाँडामा बदमास नगर मोर्छ तिमीहरू बाइक कुदाउँदा हुन्छ कि गाडी कुदाउँदा जे गर्दा पनि ध्यान दिएर गर है ध्यान दिएर गर ग्याङ पारामा हाँहु गर नगर च्यान डाँडामा पुगिहाल्छ फेरि मर्न मन लागेछ भने गर बाँच्न मन लागेछ भने ध्यान दे होइन बाँच्न मन लागेछ भने ध्यान दिनु परेन मर्न मन लागेछ भने गर म त्यो शैतान म त्यो त्यसको त्यो आत्मा लिन आउने मान्छे म होइन मेरो मेरो अनुहार देख्छ है मर्नुभन्दा अगाडि चाहिँ भनेको चाहिँ मैले फिल गरेको तर बदमास नगर भनेको नि सक्छ कसैले बचाउन भ्याट्टै मरिहाल्ने बेला सक्छ भाइ अस्ति लास बोकेर कुदाएको होइन हामीले त्यतिखेर बुझेँ क्या माछु कि मैले मरेको डेड बडी बोक्दाखेरि कस्तो हुँदो रहेछ भनेर लास बोकेर कुदाएको मैले अब के भन्ने कि थाहा नै छैन कि मान्छे भने नि यसले भन्यो भन्छ क्या आफ्नो मान्छे मर्दैन बदमास नगर मर्छस् भनेको नि हाँस्ने कुरै नगर्ने यहाँ हाँस्ने उयो नै छैन इमोसनै छैन यहाँ त्यहाँ हाँस्ने इमोजी नपठाउँदा पनि हुन्छ त्यो इमोसनै छैन यहाँ हाँस्ने कुरै गरेकै छैन मैले त्यो यहाँ मेरो उतापट्टि छ्यामा मरेको थिएँ क्या मैले बोकेर लिएर कस्तो टेन्सन भएको मेरो छ्यामालाई बोकेर कुदाएको क्या मैले डेड बडी बोकेर क्या मा कस्तो गाह्रो हुन्छ होला क्या त्यो अब त्यो मेरो पर्सनल कुरा भयो तर बदमास नगर बाँच्ने हो भने सबैजनासँग राम्रो रिलेसन राख केटाहरू केटीहरू त सिधा हुन्छ केटीहरूलाई त रिस्पेक्ट हुँदैन उनीहरू सिधा हुन्छ क्या केटीहरू लास्ट सिधा हुन्छ नि खासमा एक्चुअली क्या होइन केटीहरू एकदम केटाहरू भन्दा केटीहरू अलिक सिधा हुन्छ क्या मैले चाहिँ केटाहरूलाई भने क्या बदमास नगर मर्छस् भनेको नि बदमास गर्नेहरू त अनि कहाँ टिक्छ त राम्रो गरेर हिँड भनेको कोही जेल जान्छ अब फेरि सबको आफ्नो सिचुएसन हुन्छ है फेरि त्यो मैले भनेर मैले गर यो गर त्यो भने होइन मैले तर अब आफ्नो सिचुएसन हुन्छ नि त तर त्यो मर्ने खालको बदमास नगर भनेको नि बाँच होइन बाँच बरु तर राम्रै गर क्या साल क्या आफ्नो ख्याल गर आफ्नो अब ऊ मात्र होइन सुरुमा त आफूलाई ख्याल गर त्यसपछि बाउ आउँछ अनि आमा आउँछ फ्यामिली आउँछ सुरुमा त आफूलाई हेर्नु पर्यो नि त हो क्या ग्याङ हो भन्छ अरे मान्दैन हाम्रो फ्यानहरू मान्दैन मलाई कुट्छु भन्छ मैसँग जुत्न खोज्छ भने कतिसँग झगडा गर्दै हिँड्नु मलाई कुट्छु भन्छ मलाई रिस उठ्दैन मैले छोड्नु अब म त छोड्दिनँ त्यसलाई म माछु त्यसलाई म चेताइहाल्छु जसरी भए पनि मेरै फ्यान मैसँग जुत्न खोज्छ अनि मलाई मनपर्छ त म त मैले छोड्दिनँ अब हो त अब के गर्नु त अब भएको कुरा त्यही हो अब के गर्ने भएको कुरै त्यही हो अब मेरै फ्यान मैसँग न्यु खोज्छ मैले कुट्नु पऱ्यो नि त्यसलाई बदमास नगर हामीले पनि कसैलाई दुःख दिँदैन ट्राई कहिले पनि होइन हामी माया गर्छ नि त सबजनालाई माया सिक्ने हामीसँग मुजी जुत्न त्यसले गोदा खानु परेन अब अनि त्यो मुजी बाँच्दैन धन्दा बाँचिरहेछ माया गरिदिएको हामीले न त यो दुनियाँबाट उता पुग्छ नि अर्को संसारमा पुऱ्याइदिने हो
अब के भन्ने कि बाटोमा भेट्दा कोही बोल्दैन फेरि किन मान्छे डराउँछ क्या यस्तो पुरै गर्नु नहुने हो खासमा त है तर मान्छे उयो आइज सिङ्गल सिङ्गल हान्छु भन्छ आज लेखेको अरे म्यासेजमा लेखे अरे हुनु पनि हामी पनि यता यता बाहिर बसेर ल त्यसपछि कहाँ आइदिउँ न त कसले लेख्या होला हेरौँ त भर्खर कसले लेखाएको हो त्यो सिङ्गल सिङ्गल बोलाउने ल फेरि लेख्दा हेरौँ त म आउँछु तेरो घर अगाडि आउँछु पक्कै लेख त त्यो अघि लेखेको थियो एउटाले सिङ्गल सिङ्गल हानिदिउँ न भन्दै थियो यसरी लेखेर पठा त हेरौँ त म आउँछु हौ म आउँछु जहीँ भइ नै आइदिन्छु म यी कस्तो कात्थरहरू म आउँछु भनिरहेको छु त म आउँछु के कहाँ आउनु भन्दा कस्तो कात्तरहरू या मलाई बेइज्जत हुन्छ है मेरो फ्यान भन्नु इज्जत राख्दैन यार अलिकति मेरो नराख आफ्नो त राख्न यार मेरो इज्जत राख्नु परेन कि आफ्नो इज्जत राख न यार मेरो इज्जत राख्नु परेन क्या तिम्रो आफ्नो इज्जत राख के मेरो नराख तर आफ्नो राख्न यार कमेन्ट गर्दा देख्दैन अरूले कस्तो बेइज्जती काम नगर्न अल्छ त्यस्तो हाउडा त्यो बेइज्जती काम नगर्न तिमीहरू के भएको आमा न्यु खोजेको अनि मलाई भेट्दाखेरि सबै चुप लाएर बस्छ म्याच न्यु खोज्नेलाई पठाइदिन्छु थुक्ककारी म्याच सिक्ने न्यु खोज्नेलाई पठाइदिन्छु थुक खकारी तर मलाई भेट्दा चुपचाप लाएर बस्छ मेरो मुख अगाडि सक्यो कुरा सकेन अब म्याच सिक्नेहरूलाई पठाइदिन्छु म थुक्क खारी तर चुपचाप लाएर बस्छ मेरो मुख अगाडि मलाई भेट्दा यार बोल न है म भेट्छु भन्दैछु ल ल कहाँ आउनु कति बजे टाइम 3 बजे फेरि सबैजना खाना खाएर सुत्ने बानी छ सक्दैन हौ कि जानु को यहाँको डन नेपालको डनको हो सबैजना बोल्ने मात्रै मेसेज लेख्नु कति सजिलो छ त्यता लेख्यो पठायो भयो अरे चित्त बुझ्यो अरे चित्त बुझ्यो उसको चित्त बुझ्यो लेख्यो थिच्यो अनि सेन्ड गरिदियो चित्त बुझ्यो क्या त्यहाँ कमेन्ट लेख्यो चित्त बुझ्यो क्या कस्तो सजिलो कस्तो राम्रो लाइफ है तिमीहरूको त्यो अगाडि गएर डिल गर्न सकेको छस् गर्छ होला बिचरा उनीहरू काम गर्ने मान्छेहरू गर्छ डिल गर्छ तर कति गाह्रो छ कमेन्टले ठ्याक्कै लेख्यो पठायो भयो ए यार म तिमीहरू यिनीहरू जस्तो काम गर्ने मान्छे होइन म पनि त डिल गरेर हिँड्छु त मान्छेहरूसँग होइन भाइ तर म आज म कसैलाई मुझी कमेन्ट लेखेर मेसेजमा मुझी थुक्क भनेर बस्छु मलाई मतलब लाग्दैन मुझी तिमीहरूलाई मुझी हेड लाग्छ भने मुझी मेरो लाइफ नै चेकमा हान क्या होइन गीतमा भन्छु तिमीहरूलाई थाहा छ कि तैँले हेड गर्दैछस् मलाई भनेको नि मेरो लाइफ नहेर त्यसो भए अब हेड गर्दैछ गर्दा चाहिँ किन हेरेर क्या होइन आफ्नै काम गर्दा भइहाल्यो नि बेकारमा टाइम वेस्ट अब हेड गर्दैछ भने त किन हेर्नु क्या आफ्नो काम गरे भइहाल्यो नि बेकार उसको टाइम वेस्ट भएन होइन हो
हो ल सपोज कि अब मैले कसैलाई हेट गर्दैछु अरे होइन म त्यसलाई हेर्नु भनेको त नि मैले हेट गर्दैछु मलाई रिस उठिरहेको छ त्यो मैले म त्यसलाई हेर्दै बेकार मेरो टाइम वेस्ट भएन एनर्जी टाइम इफ यु नो हे मी डोन्ट चेक माई लाइफ भन्छ नि तँलाई थाहा छ क्या तैँले मलाई हेट गर्दैछु त किन मेरो लाइफ हेरिरहेको टाइपको क्या आफूलाई ध्यान दिए खालके सब बिचकिरा क्या झन् यिनीहरू सब हेटर रहेछ मलाई खास चाहिँ मलाई चाहिएन क्या म कहिले मागेकै छुइनँ क्या केही पनि कसैलाई जसले माया गर्छ गर्छ नत्र त माया चुसाइदिन्छु म त सिधै हो त्यो चुस्ने पनि माया गरे हो नि त त्यसलाई नि माया गर्छु म तर माया चाहिँ त्यो फोर्स गर्ने नगर्नु भन्नु खोजेँ क्या होइन मन पर्दैन भने नआइज मेरो छेउमा टाइपको क्या होइन मन पर्दैन भने मेरो छेउमै नआइज